नमस्ते। म चाहिँ अहिले ट्रेनमा छु र यो ट्रेनभित्र कस्तो खालको अनाउन्समेन्टहरू हुन्छ तपाईँहरूलाई सुनाउनको लागि पनि मैले यो भिडियो रेकर्ड गरेको छु। अहिले यो पिक आवर नभएकोले ट्रेन खाली नै छ। बाहिर न्यानो घाम लागेको छ, हेर्न सक्नुहुन्छ। यही बेरमा अर्को स्टेसन आइपुग्ने बेलामा अनाउन्समेन्ट हुन्छ, ध्यान दिएर सुन्नुहोला। यस्ता सामान्य खालका अनाउन्समेन्टहरू सुन्नुभयो। यस्ता सामान्य खालका अनाउन्समेन्टहरू हामीले बुझ्नुपर्ने हुन्छ। यो लेभलका अनाउन्समेन्टहरू बुझ्नको लागि तपाईलाई कम्तीमा आइएल्ट्सको लेभल 4 चाहिन्छ, ब्यान्ड 4 चाहिने हुन्छ, जुन चाहिँ स्किल्ड वर्क भिजामा आउनको लागि जरुरी अङ्ग्रेजीको लेभल हो।